राजदूत नियुक्तिका लागि पदीय मर्यादा मिचेर प्रधानमन्त्रीलाई एसएमएस पठाउने सचिव कृष्णहरि पुष्करको कदमप्रति प्रधानमन्त्री बालेन्द्र शाहले व्यङ्ग्य प्रहार गरेका छन्। शनिबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले भनेका छन्, मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुहोस् न। आफ्नो पदको गरिमा बिर्सेर व्यक्तिगत स्वार्थका लागि अनुचित बाटो रोज्ने उच्च पदस्थ कर्मचारीको प्रवृत्तिलाई कटाक्ष गर्दै प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन्। यो घटनाको पृष्ठभूमि गत बिहीबारबाट सुरु भएको हो। उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले आगामी असार 24 गते अनिवार्य अवकाशमा जानु अघि राजदूत बन्ने चाहना राख्दै प्रधानमन्त्री शाहलाई सिधै एसएमएस गरेका थिए। मेसेजमा उनले आफू अवकाशमा जान लागेको र राजदूत पदमा नियुक्ति गरिदिए आभारी हुने उल्लेख गर्दै दरखास्त फारम भर्ने विषयमा मार्गदर्शन समेत दिएका थिए। चेन अफ कमान्ड मिचेर प्रधानमन्त्रीलाई यस्तो सन्देश पठाएपछि प्रधानमन्त्रीको सचिवालयले उनलाई पक्राउ गरी केरकार गर्न प्रहरीलाई निर्देशन दिएको थियो। सो क्रममा सचिव पुष्करलाई जरुरी पक्राउ पूर्जी समेत दिएको छ।